यदि तपाईँ हाम्रो ब्लग हेर्दै हुनुहुन्छ भने चाहिँ इयरफोन लाउनु होला। हल्का यो चाहिँ डेन्ट अघि क्यामेरा झऱ्यो नि त, त्यही भएर यो डेन्ट लागेको हो। प्लिज डोन्ट माइन्ड ल केटा हो। लाग्राङ भाइ गाबे जेबा तोर तर नाला छ्याउ रङबा ल केटा हामी सैलुङ आइपुगिसकेछौँ। यस्तो राति भएको छ, कति बज्यो भन्दाखेरि 6 बज्यो। अहिले चाहिँ हामी सैलुङ आइसकेछौँ केटा। हामी चाहिँ यहाँनिर दामी तरिकाले बवाल एडभेन्चर गर्दै गर्दै बाटोमा चितो सितो पनि देखियो है। त्यही भएर भोलि फेरि जाने हो। 1v1 परेको पर तर मलाई धेरै आएको क्या। सैलुङ आइपुग्यो है। सैलुङ परे यस्तो जाडो छ। हेर यहाँ क्यामेरा फुटेपछि हल्का स्क्र्याम फिलिङ भेरी कोल्ड। यसैको साथ एकछिनमा हामी क्याम्प फायर गर्नेछौँ। तातो तातो हुन्छ क्याम्प फायर गरेर चाहिँ थ्याङ्क यू भन्न चाहन्छु म। ल केटा अब यहाँ पुग्यो। अब चाहिँ सबैजनाले यसै गरी होटल सैलुङ इनमा बसेको छौँ। कृपया आउँदै हुनुहुन्छ भने चाहिँ एकदम बुकिङ सुकिङ गर्नु पर्दैन। यहाँ आएर होटल जति पनि पाउँछ। यो होटलमा जोत छ मात्र छु, काम छैन म्याच। अहिले आएको ताप्दैछौँ। यारो मैं क्या भाई मिले जिनके दिलों में सफाई मिले, ना ही मिले तुझे साफ तेरे रास्ते में, तुझे जब भी मिले भाई बस दुआ ही मिले, लोगों से होता है। केटाहरू डब्लु वालामा आम्मा भात चाहिँ नि दामी हान्दैछन् केटाहरू। यहाँ छ त यहाँ बस्छु म चाहिँ आफ मात्रै। गुन्द्रुक राजेशले खाएन भने गुन्द्रुक त्यही हो। अब चाहिँ गुन्द्रुकको तरकारी मात्रै खायो भने त कि अचार मात्रै खाएको केटा अब खानसाना हान्न लागेको। सबैले हान्दैछन् यहाँ केटाहरू। ब्ल्याकले चाहिँ नखाने होइन किन सबजना यहाँ हान्दैछौँ। अब यहाँनिर चाहिँ अहिले क्यामेरा झरेर गिद्दी भयो। ल अब खानसाना खाइदिउँ। दामी बारुकी हुँदैछ। चलाउनु चाहिँ हाम्रो राजेश आकाश। पाक्दैछ नोटी नाच्दै सुकेर पग पग एन्टी लाइट पर्यो। यता 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 ल नाच यहाँ यहाँ नाच। ओए नोटी भाइ आइज यहाँ नाच्न। के भन्नु कुकुर हेर नि, कुकुरदेखि डराउँछ लास्ट हेर। के गर्दैन हौ आइज नोटी। कुकुरदेखि बाल डरायो। ओ यसलाई एउटा मासु दिउँ न गाइज यार। बुझिस् बुझिन त म पक्का काले यता फर्केर ल के हो यो गुड मर्निङ
गाइस साथीहरू हामी चाहिँ अहिले उठिसकेको छौँ अहिले बजेको छ सैलुङको माहौल चाहिँ हाम्रो कोठाभित्र यस्तो रहेको छ नडी भाइ यहाँ छ केटाहरू यहाँ सुतिरहेछन् सुकेर ब्ल्याक नडी भाइ पनि उठिसकेको छ अग्ले भाइ यहाँ छ कोठा पुरै बाताङ बुङ्ग छ माहौल यस्तो छ गाइस आम्मा सेतो हेर टुसारो परेर टुसाराले सेतो सेतो छ आम्मा हिमाल पनि दामी आइरहेको छ है यता पनि हिमाल छ होटेल चाहिँ भइहाल्यो कोही बाइक पनि सेतै छ त्यहाँ के हो केटा हो ओहो कत्रो हो त के लेखेछ केटाले हेर गाइस यस्तो छ यहाँको अवस्था यहाँ पनि खै कसले के लेखेछ यहाँ यो मेरो बाइक चुकेको अग्ले भाइको सुदुको यस्तो छ कन्डिसन राजेश मुखसुख धोएर फ्रेस भइसक्यो सोधु यहाँ मुख धुँदैछ ब्रस हान्दैछ अहिले सैलुङको माहौल यस्तो रहेको छ केटा हो अब हामी यहाँ उठिसकेको छौँ होइन अब फ्रेस भएर हामी चाहिँ सैलुङ जान्छ सैलुङ यतापट्टि रहेको छ सैलुङ गएर त्यहाँ दामी खिचेर के हुन्छ अब हेर्दै जाउँ होइन मेन भनेको अब केटाहरू सबै उठ्नु पर्यो उठेर अब यहाँ कफी सफी खाएर निस्किहाल्छौँ गाइस भेट्दै गरौँला यस्तै छ माहौल रमाइलो छ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी होटेलबाट निस्केर हिँड्दैछौँ यस्तो माहौल छ है फोन आयो एकछिनै गाइस चाहिँ लोद्रो थाकेर यहाँ पारा टनमती हामी त हिँड्दा आइरहने बाटोको चिया खान ठाउँ यो त यो मेन भाइ के अरे फ्यान्डम यो त के पनि पहिला हामी केही थियो ग्रेट वाल हामी जाँदैछौँ चाइना पुगिसक्यो केटा भयो हामी कस्तो चाहिँ घुम्यो होला त है मुख धुइनस् किन रोको त कन्टेलाई पर्यो 你好，我现在我请把你去我来请我你说我请我请我来请我跟请我来请我来那都全部都不讲我你请我现在老师跟他帮你请我来就不请我就干什么？好， बुझ्नेले बुझ्यो होला नबुझ्नेले बुझेनन् मैले सुरुको चाहिँ मजाले बुझेँ यहाँ हल्का राजेशलाई भोक लगाएर केही लियौँ ग्रेट वाल चढिन्छ है मजाले माथि गएर खाउँ न माथि टपमा खाउँ यहाँ टपमा खाउँ गाइज हामी चाहिँ चोदु गाइडको साथमा आएको छौँ ग्रेट वाल अफ चाइना यो चाहिँ हाम्रो लाइक 19औं शताब्दीदेखि चाहिँ यहाँ हाम्रो पुरा टुरिज्म एरिया रहेको छ यो चाहिँ हाम्रो एकचोटि यसको हाइट भन्न त ल हाइट चाहिँ हाम्रो 2940 त्यतिको हाइटमा छौँ हामी अहिले चाहिँ होइन फ्रम द सी लेभल यस अनि यो ठाउँ चाहिँ खासै प्रचलित त थिएन एकचोटि म आइदिएको भाइरल अनि त्यसपछि फेरि टिकटक हालिदिएको थियो टिकटक 14 लाइभ अनि प्रमोसन हानु है टिकटक हालिदिएको त्यसपछि त अनि एउटा के भन्छ अरे हाम्रो नेता भनाउँदा हेलिकप्टरमा आएछन् उडेर राणावान नाम नलिउँ उहाँको त्यहाँबाट चाहिँ अनि अलिकति जियोस् राम्रै छ अब अहिले खासै सिजन त होइन घुम्ने यहाँनिर तर पनि अब यसो भ्यू सुजी राम्रो देखिन्छ अहिले पनि हेरौँ है यता हिमाल छ आउँदा हुन्छ तपाईँहरू खोइ माइक माथिसम्म माइक छ गोजीमा लिनु त हालेको छैन पक्कै त म हाल्छु अलिकति प्रोफेसनल हुँ न साउन्ड क्वालिटी हाने अनुहार त राम्रो क्वालिटीको भयो साउन्ड हानिदिएर गो अब हामी यहाँनिर अहिले चाहिँ यो मिनी ग्रेट वाल भन्छ के अरे यसमा हिँड्दैछौँ हामी पुग्नु पनि डाँडा माथि हो देख्नु भएको छ भने बाहिर जुम गरेर हेर्नुहोस् है हाम्रो यहाँ जुम हुँदैन 360बाट प्रोफेसनल क्यामेराम्यान रमणीय छ ठाउँ चाहिँ हल्का हिउँसु पनि परेको छ हामी हिउँमा चिप्चिँदै लड्दै पढ्दै आएका हामी देउसीले अनि उहाँ माथि पुग्नु पर्ने हामी पुग्न चाहिँ राजेशहरू गइसकेको छ भर्खर यहाँ हाम्रो चुकेले चाहिँ 1.5 किलो जति छादो है अल्टिट्युड चिक्ने चोरी करेन्ट होइन नयाँ अलगत राने भएन त अल्टिट्युड चिक्ने अनि हिउँ पनि देखाइदिनु हल्का हिउँहरू हल्का हिउँ पनि परिरहेछ
अनि हामी चाहिँ साथीहरू अब जाँदैछौँ अब यहाँबाट लगभग हामीलाई 15 मिनट जति लाग्ने छ माथि गएर दामी यहाँको दुधको चिया हान्नुपर्छ 40 रुपियाँ कति रुपियाँ लिन्छ एक कपको त्यसपछि हाम्रो यहाँको चौरीको छुर्पी पनि पाउँछ चौरीको घिउ पनि पाउँछ अब तपाईँहरूले सुपर च्याट हान्नुभएछ होइन त्यसै नभनौँ त्यसो नभन्नु पैसा त छैन अब हेरौँ पैसा कसैले माया राख्दा अनुहार देखेर दिएछ भने घिउ किनेर लाग्छ दिएन छ भने ठिकै छ यसो आमा अलिकति चुहाइदिनु भन्ने त्यसो भने जाने मेरो तरबार पनि छ त्यहाँ गाइज है अनि मैले अब केटाहरू यिनीहरूलाई भन्दाखेरि गफ लाग्दो हुन्छ होइन फर्स्ट टाइम म आउँदाखेरि यहाँ के पनि थिएन अनि हामी आयौँ त्यसपछि माथि आएको पुरै डाँडा हरियो थियो होइन दामी लाग्यो भनेर एकछिन यसो गरेर तन्केर यसो हेरेको है तलको भ्यू यसरी हेरेको होइन खाल्टो परेछ क्या अहिले त बुद्धको पाइला भनेर त्यहाँ मान्छेहरू आमा हेर त बुद्धको तपस्या गरे यो पाइला भन्दा रहेछ मैले हातमा चाहिँ नदेखेर यसरी हेरेर क्या कसरी खुट्टा हेरे राम्रो हेरे कस्तो चिप्लो हेऱ्यो पर्न सक्छ है अब मेन सैलुङको भ्यू भनेको चाहिँ ठ्याक्कै घुम्तीकटी चाहिँ डाँडाहरू देख्न थाल्छ गाइस बबाल जहाँले देखुन्जेलसम्मको डाँडा सब चौडीमा दामी अझै हरियो भागलाई मात्र के भएर गाह्रो भयो यहाँ चौचौध पाउँछ नि खायो भने चौडी त मैले भने पनि राख्छ भनेर यहाँ चाहिँ अझ यो चौडी हरियो भागलाई आयो भने चाहिँ चौरीहरू होइन घोडाहरू चरा राखेको हुन्छ त्यो खायो भने त अलिक गाह्रो हुन्छ अहिले झन् उलुकुलु हुन्छ हुन्छ त्यसले त रेड बुलले अनि माथि गएर भ्यू नर्मल आओ धेरै पानी खानुहुन्न ओभर ग्यास्ट्रिक भएर केटाहरू गाह्रो भयो चुकेलाई मेन चुके त डाइट फलो गर्दै थियो होइन ओभर ग्यास्ट्रिक भएर चाहिँ एक आधी केजी चाहिँ हानिदिइसक्यो रनमतीलाई पनि त्यस्तै भइरहेको थिएँ त्यो त्यहाँ चिसो सास फेर्न गाह्रो भयो भन्दै थियो चुके तँलाई सास फेर्न गाह्रो भयो भने ग्यास्ट्रिक हुने कारण के हो भने हिजो मुजी हामी यहाँ घरबाट यहाँ आउनुभन्दा अगाडि बिहानै उठेर केटाहरूको त्यो म्युजिक करेन्टको पुर्मुरी हुँदैन त्यो कुपोको हान्दै थियो मुजी आज हिजो यहाँ आउनु बिहानै उठेर अनि ओ भ्यू सुरु भयो यार गाइस सुरुमा माथि गरिदिउँ है डर लाग्दो रहेछ यस्तोमा कसलाई चस्मा लान बसेर हो चस्मा लगाएपछि चाहिँ ओ रहेको हेर्नु हेर्नेलाई यदि चढ्न लान थ्याट रकलाई नि हाल्नु लानुपर्छ ल हेरेँ यहाँबाट भ्यू मुजी ओए यसै चढाउँछु म केटाहरू केटा भ्यू त डब्लु छ यार प्लिज गाइडको कुरा पत्याकै मुजी गाइडले भनेको बुझ सुन अनि हो क्या पकाउहरू है हामी यहाँ भीमसेनको तरबारमा आएको छौँ यहाँ देखाइदिएर यहाँनिर छ तरबारजी यहाँ हेर देखिस् तरबार यहाँ चाहिँ अब यही भन्छ के अरे भीमसेनको तरबार ढोइदिउँ त्यही छ केटा यो चाहिँ तरबार यहाँ मैले ल्याएर यस्तो राखिदिएको अहिले ढुङ्गामा जमेछ यहाँ तर देखिन केटाहरू चाहिँ बिहान ब्ल्याङ्केट सुत्दै हेर्छ हौ भिडियो चाहिँ हामी चाहिँ बिहानै मर्निङ गाई यस वी नेभर फेल टु इन्टरटेन यु गाइज यस हामी यहाँसम्म आइपुग्दा चाहिँ हाम्रो हालत चाहिँ यस्तो भएको छ चुके फ्ल्याट घाम दर्दैछु फ्ल्याट भएको छ आकाश चाहिँ छ चोदोहरू उता हिँड्दैछ पुग्नु पर्ने ऊ त्यो गुम्बामा हो रनमती ठाडै निदाइसक्यो यहाँ छन् केटाहरू सैलुङ अब त हिमाल पनि छोप्यो है हिमाल पनि छोपिन थाल्यो यस्तै चाहिँ केटा हो भ्यू चाहिँ हिँड्न चाहिँ बर गाह्रो रहेछ यता मात्रै अहिले हिमाल देखिरहेछ अघि फुल देखिरहेको थियो होइन यति मात्रै छ रेन्जहरू चाहिँ दामी देखिरहेको छ यो सैलुङको है चौधो चाहिँ फोटो हान्दैछ चौधोको फोटो हेर्न मन लाग्यो भने चाहिँ टिकटकमा आउँछ सटो लाएर
म देखाउने भनेको बुद्धको पाइला हो है। यहाँ फेरि म्युजिक बजिरहेको होला, कपिराइट हान्नु। यो बुद्ध पाइला, यहाँ चाहिँ बुद्धको पाइला रहेछ। यहाँनिर बुद्धको पाइला लेखाएको छ। ल अब ऊ चाहिँ टुप्पोमा पुग्नु बाँकी छ, केटाहरू हिँड्न सकेको छैन होइन। त्यही पनि हामी अझै पनि रिपोर्टिङमा छु गाइस। पारा चाहिँ ओभर भइसक्यो। चुकीहरू चाहिँ उठो डाँडामा छ, उतै डाँडामा छ। अग्ले भाइ यहाँ आइपुग्यो। यहाँ यसो हल्का फोटो सेसन हुँदैछ यो गाइस। कहाँबाट झार्दै भएन है आग्ले भाइ। नोट यो गाडो भन्ने चाहिँ मुझे फोटो खिच्दैछ है हेल्पल। यहाँ मुझे हाम्रो लेकमा मुझे यस्तो यस्तो दामी कुहिरो लाग्छ। तिनीहरू त वहीँ तलै हो। ऊ यहाँ छ है जहाँ क्या कुहिरोमा है कुहिरोमा पसेर भन्ने त्यो गाना छैन है। कुहिरोमा माटीको लेकमा कुहिरोमा पसेर भन्ने त्यो गानामा हान्नुपर्छ है। त्यो वार पनि ठाउँ के रे गडी गरेर त्यसमा कस्तो बादल ब्ल्याङ्गे यार मलाई पनि के दियो त्यसलाई चाहिँ यार यो पनि मा हालो न ओए तँ मात्र लाउने नि समाज ला नोटी। यो भाँडा चाहिँ के गर्नु भाँडो यो एयरपोर्ट हो एयरपोर्ट। भाँडा हो कि एयरपोर्ट भन्ने तल थाहा छैन। एयरपोर्ट पिलेन हुने कतारबाट ल्याएको यो सभापति गरौँ है फेरि यो सभापति गरौँ। अब आउलाले गरेर हुन्छ नि त दागबाज गर्छ जहाँ मेरो मुजी क्यामेरा मुजी कतारबाट ल्याएको। अब बालर आयो यसले मुजी बालका बन अनि ल ब्लगर भन्छ यो नोटी त मेरो बोलेको आज चाहिँ टिभी छैन भाइ जाठा के त हो मलाई ब्ल्याङ्गे जाउँ यो त मुजी ओब्ली गाडा नै रहेछ है यो त। अब छिटो जाउँ। मुजी अघिसम्म हिँड्न सकेन त्यो मोटे अहिले हेर्दा त्यो मोटेलाई त्यो फोटो खिच्न सला स्याङ्ला वाला वाला रङ भए गाडे जेबा तोर तर नाला छ्याउ रङ बा ए स्याङ ए आङी हेला जामे पिन्न बाकी आप पिन्न बा जाउँ अब चार्ज हामी यो पुरै डाँडा यो डाँडा चार्छ। अब यहाँ कुहिरो पनि लाग्यो तेरो फोन ल्याउँछ है फोन ल्याउँछ त्यसले बेच्दैन त यहाँ ए धन्नै बोल्दा थिएँ मैले फेरि अर्कै भनिदिन्छु म फेरि कन्ट्रोभर्सी पारिदिइहाल्छु क्या त्यसलाई नपारे मलाई त जाँटा मलाई त अस्ति पनि एउटाले पारेर म चाहिँ कत्तम पारेँ नि जहाँ चिसो त हामी लेकमा बस्न त यहाँ त हिमाल चढ्छ जाँटा गार्डन भइरहेछ हाम्रो त गार्डन भयो यो त मुखैमा आयो त मेरो त ठुला साउन्ड आउला नि त नि पृथ्वी नाइट भनेपछि कहाँ है ऊ काउकुद लाउन आइज त काउकुद लाउने होइन काउकुद लाउने ए जाँडा पृथ्वी हाँसो है त काउकुद लाऊ है यही हो नाइट छैन त के हो कहाँ हो नाइट हो कुन त नाइटबाट ढुङ्गा छाम्छ है यो त नाइट चाहिँ के यही हो यहाँ छ त नाइट हो नाइट हो यत्रो लिएको यहाँ त छैन नाइटबाट सास बच्चा त यहाँ बच्चा निकाल्छ नाइट बच्चा निक्ले यो त बच्चा छ त मम्मीहरूले मैले कहाँबाट निस्काउँदा यहाँबाट त्यो नाइटबाट भन्दै त्यस्तै रहेछ चिरेर बच्चा निकालौ न के हो कुरो ल नाइटबाट बाँच्चा निक्लिन्छ भन्ने चाहिँ यसले अब यहाँबाट फेरि चिर्यो भने अर्को नेपाल निस्किन्छ यहाँबाट यसलाई सिकाउनु पार्ने रहेछ है यसलाई नाइट भने अर्कै चिज हुन्छ अर्कोमा हाल्लास फेरि लागेर जाँदा हाँसो गाउँ हाँस त अनि हाँसो सैलुङ हाँसो नाइट यहाँ हेर्छस् भन्नु न अब मलाई के थाहा छ यहाँ जे ल्याएछ त्यही भने नाइट यहाँ चाहिँ यहाँ नाइटो यो त आफै बन्द हो त अहिले चाहिँ नपठाऊ है 4 स्क्रिन बन्द भएको क्या त्यो भिडियो चलिरहेको छ हो यसलाई सिकाउनु पार्ने रहेछ नाइटोबाट बाँच्चा निक्लिन्छ भन्दैछ हेर्दा नाइटो भने अर्कै दुलो हुन्छ है छिरोलाई त्यता लागेर फेरि च्यार के पनि खाँच दिमागै चलेन नि त के खाएन माथि यो भनेको हो चाहिँ के खास यो चाहिँ हाम्रो निकोलस भुसाल जस्तो हो क्या यस्तो नाइटो भन्नु खोजी के भन्नु पृथ्वीको नाइटो यहाँबाट छिरो डोला टुरुमको घर निक्लिन्छ त्यो तल घर काइला छ नि काइला घरमा निस्किँदा मै खान्छ चाहिँ चारमै माथि जहाँ मेरो चाहिँ यहाँ मुखाइमा भएको यत्रो ठुलो आवाज आइरहेको होला त्यहाँ थाहा छैन है कालो बाघ अस्तिको लुक्का ए जहाँ त्यो माइक मिलाउनु मिल्छ कि मिल्दैन त्यहाँ अहिले माइक मिल्छ फ्रन्ट क्यामेरा गरेर खिच्नु फ्रन्ट क्यामेरा गाड्छ त गर्दैन भाइ झिम्बु किन्छ फ्रन्ट क्यामेरा पखै साथीहरू अहिले चाहिँ हामी चाड्दैछ साइलुङतिर आज साइलुङसँगमा आएको साम्ती मेरो पछिदेखिको साम्ती हो चुलबुली ल भने चाहिँ यो केटा हो हेर है साइलुङ राणा बाँधा यति बेर चाहिँ अब खाटभित्रवाला सिराकभित्र सिराकभित्रवाला 10 बजी त को उठ्थ्यो
आमाले आएर 7 चोटि ढोका हानिसके आम्मा छे नछे भए त हिँड्न सकेन मोटे अनि कहाँबाट गर्छ त मोटे हिँड्न सके भए त अलिकति घाट्नु पर्यो है यतिखेर तलतिर जान्छ चाहिँ सबै हेरेर हिँडे लाटो नेवार हिँड्नु कुद्दैछ केटा परेन त कान्ट्रोभर्सीमा लाटो नेवार भनेर यो पो भने त मैले आरलाई भनेको त नेवार काटी छ नि तँलाई फेरि घरमै छेकेर हान्ला है मैले सबै भनेको छ त झन् त बोलेर झन् ठुलो कुरो नपर्न हेरै नेवार लाटो भनिसक्यो यसले अब बन्द गर्नु परेन काट्छ नि भिडियोमा भिडियो काट्छ भिडियो काट्छ लाइभ होइन लाइभ खिचेन आएर कसले गर्छ है झन्ने हाने त झन्ने भिडियोमा चुजेम ताजी चुलबुले एक आदमी ग्लाङबा लाग्ले भाइ हाँस चाहिँ अग्ले अब चाउरीको दुधको खाना खाना होइन चिया खान्छ है हामीले त खाइरहेको यो जग्गा ठान्दा काठमाडौँको केटाहरूलाई चाहिँ नुहाउनु लाग्छ ल ल कुहिरोले छेको हेर त्यो चाउरीको दुधमा चाहिँ अलिक धेरै ल्याक्टोज हुन्छ क्या अनि त्यसले तँलाई पेट लगाउन सक्छ है अलिक धेरै गुरेसका लाग्यो साइलुङ हेर है सामदेहरू ल दोर्जे कान्छाको ब्लग मनपर्छ भने चाहिँ सब्सक्राइब र लाइक चाहिँ गर है सामदेहरू केटाहरू यहाँ भ्यू टावरमा आइपुगेर मस्त चिया बिस्कुट हान्छन् खाना खाने नजाने आज नजाने आज नजाने खाना खाएर कहाँको चेस पसल्नु रात पर्छ जाँदाखेरि छुट्टी हान्यो केटा भ्यू हेर्दै सुर्पी इन्जोय अलिकति प्रमोसन ल भन्ने त के भन्न अनि माया कन गरेपछि चाहिँ बोल्दैन लगाइ हामी चाहिँ अब यहाँनिर खाजा खाएर निक्लिनु लाग्यो होइन अझै हामी सैलुङको माथि टावरनिर छौँ केटाहरू सब यहाँनिर रेडी भइसक्यो छुर्पी हामीले अनि 15 प्याकेट छुर्पी पनि लियो छुर्पी हामीले 15 प्याकेट छुर्पी घिउ सिउहरू किन्थ्यौँ है तिमीहरू नै बेलामा चाहिँ यहाँ हाम्रो आमालाई चट्ट भेट्नु आमा यहीँ हुनुहुन्छ जहिले पनि यहाँनिर दामी छुर्पी घिउ सिउहरू चाहिँ बल पाउँछ होइन आमाको नाम के रे आमा हजुर यहाँ धनकुमारी आमा जहिले हुनुहुन्छ तिमीलाई चिया दामी चिया सानो खुवाउनुहुन्छ आमाले यहाँ चिया कफी फ्री हो कफीको पैसा लाग्दैन यहाँ रहने छ आमालाई छुर्पी किनिदिउँ यहाँनिर चाहिँ है दामी याकको छुर्पी याकको घिउ सब पाउँछ आमाको लागि यहाँ माथि ट्याक्कै टावर बाहिर छ गाई जब चाहिँ हामी यहाँबाट झरिदिने हो कति ल 12-1 बजिसक्यो यस्तै छुर्पीहरू टन्नै छ है हाम्रो आमा एकदम हाँसे दामी छ यहाँ अब नो स्मोकिङ भित्र हो हामी होइन हौ काठको अहिले चाहिँ पुरै हुस्सुले सब छ अहिले दामी भ्यू दियो त्यति केटा हिमाल सब देखिरहेको थियो अहिले चाहिँ हुस्सिल छेकिसक्यो लगाइ टिकटक बनाउँछौँ अब हामी टिकटक बनाउँछौँ एक टिकटक फलो गर्नु 14 घन्टा लाइभमा केटा यो चाहिँ टिकटकको बिहाइन्ड द सिन भइरहेको छ यहाँ कसले खिच्दिनु लाग्यो कहाँ पऱ्यो घर गरिदिने अनि चुक्रा देखाइदिने अनि गर्छ हामी चाहिँ ज्यानमै होइन अरूलाई गाह्रो भएर छोडिदियो अग्ला छोड के गर्ने डान्स चाहिँ कहाँ पऱ्यो घर ज्यानमै चिन्जाने गरौँ कि सैलुङबाट चाहिँ अब हामी फर्किन लागिसकेको छौँ घुमिसक्यौँ अब फर्किन लाग्यो फर्किने बेला चाहिँ एकदम हुस्सु लागिसकेको छ अब यहाँबाट फर्किन्छौँ अब हामी ब्लगको अन्त्यतिर पनि आइसक्यौँ गाइस केटाहरू अगाडि हिँडिसक्यो अघिल्लो भाइ ग्यास्ट्रिकले मर्न लाएर वहाँनिर पछाडि बसिरहेको छ रणमतीले क्यामेरामा छ हामी चाहिँ हिँड्दैछौँ गाइस अब एकदम हुस्सु लागिसकेको छ चल इन्जोय द सिनेमेटिक
केटा यहाँ दामी चटपटे हाल्नु लाग्छ अब एउटैमै हालिदिनु मात्र एउटैमै खाइदिनु गाह्रो हुन्छ क्या त्यही त हुन्छ दुईटा यसमा अलिक धेरै भयो हामी यताको 4 भाइ खान्छौँ उताको 5 भाइ थोरैमा खानु ए 5 जना छन् धेरैमा यो के हो यो चाहिँ चटपटे पिरो खाउँ न हामी त पिरो के पनि पिरो ल्याउँ न पिरो खानी पऱ्यो एक ठाउँ बस्नु नि त चटपटे हाल्नु छ केटा सैलुङको तल झरिसक्यौँ हामी जुन फर्स्टमा भ्यू पोइन्ट देखेको यहाँ माथि हो झरिसक्यौँ हामी पिरो छ पिरो छ होइन पिरो ल गुफातिर जाँदैछौँ अब चाहिँ लगभग अब इन्डतिर आइसक्यो हामी भिडियोको यतिखेरसम्म जसले हेर्दै हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला च्यानलको नाम चौधरी लाइभ छ त्यहाँनिर चाहिँ झन् बवाल अनि म त गइसकेको हो पहिल्यै म चाहिँ यहाँ अब गाइड जस्तो भएको छु हुन चाहिँ तर म यहाँ त मैले बोले केही कोही सुन्दैन आगि मैले ब्याग लिएर आएछु भनेको ब्याग नल्याउनाले हेर्दै ल अब आफ्नो हुरी पनि धेर भयो नि त्यसलाई अघिले भाइ आगि मैले ब्याग बोक 2 लाखको आफ्नो तल धेरै हुन्छ होइन ब्यागमा खात हाल्नु भन्दा बोक्न सजिलो हुन्छ भनेको बोक्दैन मैले भने कोही पनि सुन्दैन यहाँबाट अब 3 मिनट जातिमा पुग्छ हामी अब यही थाकै लागेको छ भने चाहिँ यो प्रतीक्षालयमा बस्नु होला बसिसक्यो दुईवटा फेरि अलगत्रै हान्ने खालका भइसछन् गएर अहिले फेरि को छ भन्दै को फर्के आकाश अनि हाम्रो चुके अनि राजेश यिनीहरू चाहिँ किन फर्केको भन्दाखेरि हामी चाहिँ गुफा हेर्न आयो उनीहरू गुफा हाल्न गयो फेरि हामी गुफा उनीहरू गुफाल त्यसलाई देखानु त्यसलाई राकेटलाई देखा त राकेट हानो रातभरि यसले गुफा अलि टाढो जानुपर्छ है आइको बाटो हामी अब यो बाटो आउँथ्यो क्या ओ त्यहाँ त पिकनिक खाँदैछ त पिकनिक मासु छ भने चाहिँ हामी पनि आउँछौँ है भेज त फेरि गाना आउँछ गुफा भन्दा नि ओडाहरू जस्तो छ यस्तै छ है साथीहरू साइलिङ आउँदाखेरि चाहिँ घुम्ने पार्छ है अब हामी त घुमिसकेको अब अर्को चोटि आयो भने त 6 चोटि हुन्छ मेरो त साइलिङ चाहिँ हामी फेरि खाना आउने ठाउँ हो अब यिनीहरूको उमेरमा यता खिच्दैन त राडा खिचिरहेको छु त अब तिमीहरूको उमेरमा त हामी यहाँनिर त अब गोठाला आउँथ्यो हाम्रो चाउरी थियो 150 वटा चाहिँ चाउरी थियो अनि 12 वटा जति घोडा थियो अनि हामी चाउरी चराउन आउँथ्यो डाँडातिर माथि साइलुङमा चौरी चराउनेलाई अब आवाज चाहिँ कास्दा आएको छ माइक मिलेर घाँटी मिलाएर झुन्डाइदिएछ है अहिले बाटोतिर झर हरायो भने तिर आउँछ जस्तो छ राँडाले अब तिर्नलाई नै घर फर्किन पनि पैसा छैन कहाँबाट तिर्ने हो फोन डिगमा राखेको भने पनि फोन उल्टो मैले पैसा तिर्नुपर्छ जस्तो फोन पनि मुलुक थोदेको छ फोन पनि लिँदैन अब स्याउ हुनेको फोन राख्नुपर्छ है ऊ त्यो बोलाएको राखिदिउँ लानु त्यो राँडालाई अहिले बिरे भन्नु तान्छ है त्यसलाई आइठान हान्छ बाटामा त्यसलाई बाटार्छ है अगाडि नकुदै जाँदा तँलाई बाटार्छ अहिले बाटामै चुके जाँदा अहिले फेरि उलु हाल्छ फेरि बाटामा कुद्ने भएर चुके राँडाले राति 3 बजीसम्म हानो झाड बिहान उठेर त सब ओकाले हाल्यो नि त्यसलाई आइठान हान्छ कि आइठान फिसहरूले बाटार्छ कुल्ले यहाँको कान्तारा फिल्ममा जस्तो अहिले वा गर्छ त्यसले भने हो यसलाई अलिक छोड्दैछ है अब चाहिँ हाँस्दैछ नत्र चुक बोलेको थिएन बोल्न नि पैसा तिर्नुपर्छ गर्दै थियो अघि तँ अनि पायो भनेर अलगत्रै हान्दियो नि हानेन त अब यसले चाहिँ हिजै हाने चुकेको सट्टा यसले त सैलुङ एउटा डाँडा त थुप्रो त वाएको हो यसले जहाँहरूले अगाडिको मान्छे नदेनीहरू वाएको नि वाग्न पनि राँडाले त यो चाहिँ महादेव गुफा हो जाँडाहरू अलि बिस्तारै ल अब यहाँबाट दाहिने हानेर खत्त तल गएपछि आइतो हो मेरो त खुट्टा काम्न थालो है अब दाहिने यात्रा बोर्ड देख्दैन ओए तैँले यात्रा बोर्ड देख्दैन त्यही भएर त हिजो हरायो त हामीसँग आउँदैन नत्र
ये त गु गाना आउँछ अस्ति नै त गु गाना थियो यस्तोमा त हामी यारसँग टिप्न आउँथ्यो जमानामा ए राडा पल्ट्यो भने समाउ है बुढेसकाल लाग्यो अब आयो मै दाहिने खते दाहिने कन्टेन्ट मिस होला यता खर्का कन्टेन्ट चाहिएन तँलाई रानमतीलाई त ओट पनि लाग्दैन सिधै तल पुग्छ है यो त ल कुन चाहिँ रुखको 30 किलोमिटर उनिन्छ अनि ओट लागेर बाजा गर्दै भइहाल्ने हो जाउँ नोटी भाइ बाल्ला फेरि रेस हुँदैछ एक ग्यालिन जति कागती पानी घिचाइदिएको राणाले छाड्न पनि 2 टिपर जति नै थाहा दो खाना पनि कति खाएछ खाएको यो घिचेको हौ खाएको भए त थोरै छाड्थ्यो यसले त अनि सुलुत सुलुत र गुफाजी यही हो दाहिनेमा खत है माथि चाड्नुपर्छ अब तिमीहरू यस्तो पिच बाटो हिँडेको बानी यही माथि ओ गुफा त माथि चाड यो पनि हो गुफा त्यहाँबाट छिर यहाँबाट निक्लिन्छ है त पापी छ भने निक्लिँदैन है यहाँबाट निक्लिन्छ है पापी छैन भने चाहिँ निक्लिँदैन हामी बुवा पनि हुनुहुँदो रहेछ टिका लाउनुपर्छ ल गुफा चाहिँ यही हो महादेव गुफा भान्जो भाइ अब यहाँ खिच्न चाहिँ मिल्छ मिल्दैन सोधेर खिच मैले युट्युबमा देखाएको छु युट्युबमा हेरेर आएको अब भन्दै हामी गुफा दामी छ एकछिन गुफा अब फर्केर एकछिनमा अहिले आउटर हामी दिन्छ त्यसपछि साक्यो आजको ल कडा यो चाहिँ धर्म गुफा अरे यहाँबाट कालीहरू देखिरहेको छ कि छैन होइन यहाँबाट जो छिर्न सक्छ त्यो चाहिँ पापी नपापी थाहा हुन्छ अरे यहाँ धर्म गुफा अरे यो गुफा म देखाउँछु है केटालाई गुफा चाहिँ म देखाउन गइरहेको छु साथीहरूलाई मधी थाक्यो दोस्त अनि यहाँ चाहिँ बर्खामा चाहिँ पानी दिन्छ है यहाँबाट दुध निस्किने दुध निस्किने उता अलिक पछि नै अनि यहाँ चाहिँ बर्खामा यहाँ पानी झर्छ सबै दुध अनि यहाँ झर्दैन नि यहाँबाट यहाँको चाहिँ टाउकोमा पानी थाम्ने त्यस्तो त्यो पानी झरेको हुन्छ अनि यताबाट छिर्ने कहाँनिर अग्लो भाइ यसमा अग्लो भाइले ढाड गनाउँदैछ गर्ने भयो ल त त्यो पानी थापेपछि बल्ल छिर्ने अरे हौ हजुर त्यो पानी थापेपछि बल्ल छिर्ने यहाँ पानी थाप्ने छिर्ने पहिला आजकल चाहिँ सुकेर सुक्खो भइसक्यो नोटी भाइ पनि ढाड गनाउँदैछ छिर्नु भयो त्यो त हेर त फेरि यो हाम्रो यो उलेमा बाजेहरूले भन्नु त अलि नराम्रो काम गर्ने बोक्सी त्यस्तो त्यस्तो भयो भने छ्याक्कै गर्छ त्यस्तो गर्दा चाहिँ हामी यो मुलुक भेटेर आउँछ अर्को केटा चिर्ने कोही रनमा छिर्यो भने त अड्किन्छ यार धर्मशाल भनेर चाहिँ मोटर चाहिँ कसरी निस्किन्छ छुट्टै निस्किन्छ छुट्टै छिर्छ जाँदिनँ म बर्खा चिप्लो हुन्छ यो पानी होइन यो साउन्डले त यो चिप्लो ठुलो छिटो हिलो लाग्दैन कपडामा चार्ज छैन ल छिर्ने भाइ छिर ढाड बनाउने छिर्ने
ज्याप थाहा पाइहाल्यो भने पापी हुनु के के कट्टी पनि हुन्छ सिट नोटिफाई छिनुपर्छ त्यसपछि जानै पर्दैन कट्टी हुन्छ मूर्ति नबनाइ चाहिँ ल जाउँ जाउँ केटा हो ढाड गर्ने हाल्यो तिमी पनि गर्ने हो ढाड दुखिन्छ लु यहाँ आएर कसलाई पापीहरूलाई त्यस्तो हुन्छ फेरि पापीहरूलाई चाहिँ उल्टो हो क्या ट्याक्क कस्तो अघि नै कुन चाहिँ ढुङ्गामा यस्तै कना ल जाउँ दुध झर्ने ठाउँमा चाहिँ हेरेर जाउँ फेरि जाउँ केटा अपछि हामी यहाँबाट फर्क्यौँ फर्केर अब होटल पुगेर खिचौँ है गाइज हामी चाहिँ अहिले होटल आइसकेको छौँ अब होटलमा आइपुग्यौँ हामीलाई कति बज्यो भने 1:30 भयो अहिले चाहिँ अब यहाँ ब्रेकफास्ट खाएर जाने किनभने खाना खाने केटाहरूलाई एकदम ग्यास्ट्रिकले गाह्रो भएको छ अरे खाना खान गाह्रो हुन्छ अरे त्यही भएर हामी चाहिँ अब यहाँनिर ब्रेकफास्टहरू खान्छु चार्ज पनि सकिसकेको छ लेन्स पनि फुटेको छ त्यही भएर बाइकमा हाल्न मिलेन अब हेर केटा हो बाइकमा हाल्ने त कुरो हुँदै भएन अब यो कस्तो म देखाउँछु है त म कसरी फुट्यो के फुट्यो लेन्स भनेर चाहिँ अहिले चाहिँ मैले यो लेन्सै झिक्दिएको सिसा झिक्दिएको छु होइन मैले लेन्सै झिक्दिएको छु नभए के कस्तो भने यहाँनिर हाल्ने थियो यहाँनिर हाल्ने हो यहाँबाट चाहिँ खुस्केर त्यहाँबाट अगाडि गएर फुट्यो यो सिसा छैन त्यही भएर चाहिँ अलिक क्लियर आइरहेको होला अनि अब फेरि अब हाल्ने कुरा भएन अब त झऱ्यो भने सक्यो त्यही भएर अब ब्लग चाहिँ म यहीँ नै इन गर्छु केटा हो थ्याङ्क यू सो मच फर वाचिङ है थ्याङ्क यू सो मच धेरै धेरै माया लाइक गरेछ भने लाइक गर्नु सब्सक्राइब गरेछ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु केटा हो अब यो ट्रिप चाहिँ यहीँ इन गरौँ अब चुप्लाएर त्यही बिहान हिजो जुन बाटो आएको त्यही बाटो फर्किँदै हो त्यही भएर के खिचिरहनु आजलाई भने यति नै रमाइलो भनेको यतिकै थियो बाइकमा म खिच्दिनँ थ्याङ्क यू सो मच फर वाचिङ टेक केयर बाई बाई